ब्रह्म मुहूर्त र त्यो समयमा गरिने रेकी साधना अर्थात् रेकीको अभ्यासबाट प्राप्त हुन्छ शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र भावनात्मक स्वास्थ्यमा सन्तुलन अर्थात् सुधार। र त्यसपछि प्राप्त हुन्छ नतिजा, जीवनमा सुख, शान्ति र समृद्धि अर्थात् सफलता। मित्रहरू, आउनुहोस् हामीले ब्रह्म मुहूर्तमा रेकी साधना सहजीकरण कार्यक्रम सुरु गरेका छौं। सँगै साधना गरौं।